एउटा स्वागत छ गणेश विश्व अफिसियल युट्युब च्यानलमा। तपाईहरु हेर्दै हुनुहुन्छ गणेश विश्व अफिसियल युट्युब च्यानल। र गाइज आज म तपाईहरु समक्ष यस्तो विषय लिएर आएको छु जो हाइलाइटमा देखिसक्नुभयो होला र अन्यत्र भिडियो हेरेर मजा लिनको लागि आउनुहोस्। जनता जान्न चाहन्छन् र त अड्काए बवाल ल एकछिन यो भिडियो हेर्नुपर्छ है। आउँछ है सुरु गर्दैछु। गाँव में साइकिल चलाने के लिए ऋषि जी ने साइकिल चलाउनुला कार चलाउने फर्चुनर कार मोबाइल कार किन साइकल चलाउनु पर्ने। ए ऋषि जी भन्नुहोस् जनता जान्न छ के यस्तो भाडा चुनावको बेलामा एउटा माला लागेर बिचराको साइकल चलाउँदैन बेरेको छैन बिचरा मोबाइल सबसे माननीय में खड़ा था थोड़। हाँ हाँ चिनिया जस्तो लाग्छ र हात मिलाउँदै हुनुहुन्छ अरे कवाडीवाला भैया ऋषिजी राम्रो अब माला लगाइदिन भन्दै हुनुहुन्छ। ऋषिजी माला लगाउन आउनु भएको भनेर त्यो सानो बाबु फेरि आफ्नो माला निकालेर लगाइदिँदै हुनुहुन्थ्यो। फेरि निकालेर त फेरि लगाइदिनु पर्छ होइन। माला लगाउने कार्यक्रम जस्तै लाग्यो ऋषिजीको बवाल छ के भन्ने खै होइन। ऋषिजीले अब भोट माग्ने क्रममा चाहिँ चुनाव पर्छ बवाल गर्नु पाएको छ। उताको टाङ नलाग्नु होला जनता जान चाहन्छन् फेरि उताको टाङ लाग्नु जनताले हाल्दैन होइन त्यो गर्नु भन्दैन ल बवाल छ। तपाईँहरूको शैली यहाँ अर्को छ है अर्को भिडियो यो चाहिँ एकदम खतरा छ। भोट माग्ने शैली नेताको गाँव में साइकिल चलाने के लिए कला झल्किन्छ अरे के भोट माग्ने शैली नेताहरूको चार्तिकला झल्किन्छ अरे नेताबाटै सिक्नु भएको रहेछ। जेरी मन्दिर आएको ब्रेक नभएको साइकल साइकल चलाउनु सक्नुहुन्न यहाँले मोबाइल सबसे माननीय में खड़ा था थोड़। त्यो पुरा सर्कल जस्तै भयो होइन। मजा भत्ता चलेछ रे बच्चाहरू हाँस्दैछ। नयाँ बालेन शाहको रविलामी सानेज्यूको चुनाव ऋषि धमालालाई जिताउँ घन्टीमा भोट हालौँ लगायत घन्टीमा भोट हालौँ त बासिन्दा हुनुहुन्छ घन्टीमा भोट हाल्नु ऋषि धमालालाई जिताउँ म त्यही भन्न चाहन्छु। बालेन शाह रघुलाम सानेज्यूको अरू महावीरपुरहरूको उहाँको ग्रेड छुट्टै छ कि यता फेरि छुट्टै रमाइलो छ कि यता फेरि अलग्गै रमाइलो छ के भन्नु गाइस यता फेरि अलग्गै रमाइलो छ फेरि हो।